नमस्कार। आज हामी एउटा गिजरको प्रब्लम सल्भ गर्न आएका छौँ। यो चाहिँ पावर प्लग हाम्रो जुन लागेको छ त्यो चाहिँ ठिक छ। अब गिजरमा चाहिँ करेन्ट आइरहेको छैन। यो यानि जुन इन्डिकेटरहरू छ रातो हरियो बत्तीहरू बलिरहेको छैन। यो त्यसलाई सल्भ गर्नको लागि हामीले सबभन्दा पहिले यसको कभर खोल्ने, दुईवटा स्क्रु लागेको हुन्छ, कसैमा तिनवटा पनि लागेको हुन्छ, त्यो हेरेर स्क्रु खोल्ने। स्क्रु खोलेपछि जुन हाम्रो जुन प्लगको तार आएको हुन्छ तिनवटा, एउटा अर्थिङ, एउटा फेस र एउटा न्युट्रल, तिनवटा कलर भएको तार हुन्छ। र एउटा चाहिँ जुन फेस कलरको जुन रातो तार हाम्रो एउटा थर्मल कट अफ स्विच भन्ने सानो भित्र लागेको हुन्छ गिजरको, त्यसको चाहिँ ज्यादा गिजर हिट भयो भने त्यसले ट्रिप गराउँछ र यसलाई दोबारा रिसेट गर्नुपर्छ हामीले। र यसलाई रिसेट गर्नको लागि चाहिँ यसको दुईवटा जुन टर्मिनल बनेको छ यसको बिचमा चाहिँ एउटा कालो स्विच छ। यो चाहिँ भिडियोमा राम्रोसँग हेर्नुहोस्। यो बिचमा जुन यो बटन देखिरहेको छ यो चाहिँ अलि बाहिर लामो भएर बसेको हुन्छ र यसलाई चाहिँ हामीले एकचोटि भित्र दबाउने र अब हामीले यसलाई भित्र दबाइसकेपछि अब फाइनली प्लग लगाएर चेक गर्नेछौँ। र अब हाम्रो गिजरमा चाहिँ पावर सप्लाई आइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ यो ग्रिन कलरको इन्डिकेटर जलिहाल्यो। यहाँहरूको पनि गिजरमा यस्तो सोल्भ प्रब्लम छ भने यहाँहरूले घरमा नै सल्भ गर्न सक्छ। यस्तै खालको इलेक्ट्रिक भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नु नबिर्सनु होला। यो हामीले रिसेट गर्नुभन्दा पहिले नै गिजरको प्लगलाई रिमुभ गरेर राख्नु होला, किनभने हाम्रो इलेक्ट्रिकल सप्लाई हुन्छ यसमा र सक लाग्ने खतरा हुन्छ।